गाडी क्रास भएछ के हो ला खत्तम भयो त यार नमजाले ठोक्दैछ नि त के हो बबालाई गएछ के हो हल्का गयो के अरे हल्का छोको मात्रै रहेछ त्यस्तो बित्ति क्रास भएर जान्छ है कुदा हेरेले म डबल लोड भएर न त यसलाई त्यहीँ खाइदिन्थेँ मैले यसलाई सो हेलो नमस्ते एभ्रिवान एन्ड वेलकम ब्याक टु माई च्यानल टु न्यू डे न्यू ब्लग है सो आज चाहिँ म यहाँ बाइक वास गर्न जानेर छु है बाइक चाहिँ यस्तो छ एन्ड नथिङ स्पेसल अरू चाहिँ भनेको चाहिँ अस्ति राइड गएर आएदेखि चाहिँ बाइकको हालत चाहिँ पुरै फोहोर छ कि है अनि मिरर पनि हालेको छैन अब मिरर हाल्नु पऱ्यो नि त फेरि कहिले अब कहाँ जानुपर्छ थाहै हुँदैन है म घरमै धुन्थेँ होला मेन भनेको यहाँ चेन यस्तो फोर्स छ नि त फेरि घरको पानीको फोर्सले चेन जाँदैन होइन त्यही भएर म चाहिँ अब उता ग्यारेजमै गएर बाइक वास गर्छु त्यही होला सो त्यही है बाइक कोल्ड स्टार्ट हाल्नु पहिला सबभन्दा पहिला चाहिँ बाइक चलाएको छैन कति अस्ति शनिबार हिजो चलाउँदैन चलाएन होइन अब आज हेरौँ मेरो त वान ट्यापै हुन्छ यार प्रायः अहिले त केमा राखेको छु मैले बाइक जस्ट न्युट्रल वान ट्याप हुन्छ है हुन चाहिँ त्यो त्यही होला है कोल्ड स्टार्ट गरौँ अनि त्यसपछि टक्क लाएर निस्क्यौँ है त्यही हो है म चाहिँ निस्किसकेँ आमाराको अगाडि आमारा चाहिँ मैले सो अलराइट गाइज है म चाहिँ निस्किसक्यो बाइक वास हानेर वास त होइन मैले पानी मात्रै हानेको त चेनमा है चेन लास्टै फोहोर थियो नि त मेरो अनि सो त्यही भएर पानी हानेर सफा गरेँ अनि त्यसपछि मोबिल हालेँ है मैले चाहिँ मोबिल हाल्न थालेँ अस्ति लिक्विड हालेको थियो गाउँमा जाँदाखेरि चेनबाट यस्तो नोइज आयो कि है अब म झन् धेरै धुलोतिर हिँड्नुपर्छ नि त त्यही भएर मैले चाहिँ मोबिलै हालेँ है यो स्प्रे चाहिँ अब काठमाडौँ भ्यालीतिर धुलोतिर नजाने हो भने चाहिँ एकदमै ठिक छ तर हामी गाउँतिर गइरहने मान्छेलाई चाहिँ अलि गाह्रै हुने रहेछ कि स्प्रे चाहिँ लास्टै फोहोर हुँदो रहेछ है त्यही हो त सो अलराइट गाइज दिस इज द नेक्स्ट डे है त्यो म हिजो चाहिँ कहीँ पनि गएन है बाइक वास गऱ्यो आयो अनि म एक्लै थिएँ नि त केटाहरू फेरि कहाँ गएको थियो मैले मेसेज गरेँ जान भ्याउँदैन भन्न थाल्यो अनि आज चाहिँ हामी कामसाम सकेर ठ्याक्क बत्ती पनि गयो होइन त्यही भएर कामहरू नि हल्का चाँडै सकाएर अनि बसिरहेको थियो बत्ती नि गयो अब कामहरू नि भएन होइन सो त्यही भएर हाम्रो दिशान्त दोस्त साथ्यो अनि हाम्रो यहाँ अनिस पनि छ है हामी चाहिँ एकछिन यसो खाजासाजा खानको लागि भनेर बाहिर डाँडातिर निस्किँदैछौँ है सो चाँडै गएर चाँडै आउनुपर्छ किनभने पानी पर्ला जस्तो मौसम भइरहेछ कि पुरै है हेर्नु फेरि यो कति दिन भइसक्यो राम्ररी घाम पनि लागेको छैन कि हेर्नु नि यो घाम लागे जस्तो मात्र भइरहेछ है घाम नि लागेको छैन कि राम्ररी यो घाम लागे जस्तो मात्र भइरहेको
अब गर्मी पनि छैन त्यस्तो फेरि हल्का हल्का गर्मी छ फेरि बेला बेला जाडो नै हुन्छ के हो यो मौसम पुरै यो मान्छे चाहिँ अवस्था वार भइरहेछ नि त त्यो वारको कारणले हो भन्ने लाग्छ खासमा तर यस्तो चाहिँ होइन होला जस्तो लाग्छ मलाई चाहिँ त्यही हो अनिसलाई अगाडि पठाइदिउँ खै अनिस कहाँ छ जा अगाडि इन्द्रथान इन्द्रथान सो हामी चाहिँ यसो हेभेन डाँडातिर होइन इन्द्रथानतिर यसो खाजा खान निस्किँदैछौँ है आमा हिलो यार अब हल्का यहाँ कुदायो भने फेरि यहाँ भान्जाको ढाँडभरि हाम्रो दोस्तको ढाँडभरि आउँछ हिलो यहाँ हल्का मिलाएर लानुपर्छ ए के हो यार गाडी क्रास भएछ के हो ला खत्तम भयो त यार नमजाले ठोक्दैछ नि त के हो बबालाई गएछ के हो हल्का गयो के अरे हल्का छोको मात्र रहेछ त्यस्तो बित्ति क्रास भएर जान्छ है त्यही हो ल जाउँ त्यही हो है जम सर लाएर केटो चाहिँ सोलो बसिरह अनि दोस्त चाहिँ मेरो पछाडि बसिरह है फेरि केटोको बाइकले अलि नचाल्ला भनेर यहाँ मेरो बाइकमा राखेको छु पुरै जाम छ त यार ओइ हाल उताबाट हाल ल्याम के को जाम भने यत्तिकै कसले हालेछ यार पानी चाहिँ फेरि यार छ नेपालको बाटो चाहिँ खतमै हुने भयो यार यस्तै तरिकाले जहाँ हेरेँ त्यहीँ फर्केँ घरबाट टिलिक्क बनाएर निकाले हुन्छ है अनि यस्तोमा हाल्दाखेरि त फेरि त्यहाँ अगाडि पानी ट्याङ्करले पुरै पानी हाल्दा रहेछ ऊ त्यही भएर हिलो के त्यही हो ल जाउँ उतातिरसम्म आमामा पाव चाहिँ बवाल छ कि गाइस ए यो क्लिपै लाएर चाहिँ कि मैले घाँटीको पखै लाउँछु म अलिअलि उता गरेर लगाउँला यहाँ अहिले मिल्दैन ओहो यहाँ चाहिँ यो बाटो राम्रो बनाएको छ यार अहिले चाहिँ त्यही नै हल्का कुन ठाउँमा त खाल्दै छ पहिला भन्दा चाहिँ जे होस् राम्रो छ पहिला त पुरै धुलै हुन्थ्यो नि यहाँ अहिले मैले क्यामेरा एङ्गलले हल्का मिलाएको थिएँ है मेरो लेफ्ट साइडपट्टिको हल्का बडी देखिरहेको थियो नि त सो मैले हल्का मिलाएको थिएँ कस्तो देखिरहेको पनि है कि हल्का फेरि त्यस्तै छ कुनै मैले मिलाउन चाहिँ मिलाएको थिएँ है कस्तो देखिरहेको छु कुनै कमेन्ट गाइज आमामा भ्याइएन हामीले केटो चाहिँ कटियो होइन कहाँबाट होला ल स्कुटी चलाउँदा ल हेरिदिन्छ मोबाइल हेरेर चलाइदिन्छ कि अब के भन्नु त्यहाँनिर क्या मोबाइल हेरेर चलाएर त्यही ल हेर्ने म त्यहाँ ठ्याक्क जुम गरिदिन्छु के भन्नु यार मान्छेहरू पुरै त बाइक लडाइसकेको छ है के गरी चला केटो बाइक उठी चलाएर चाहिँ लडाइ हुने केटोले बाइक केटो उठी चलाएर चाहिँ बाइक लडाइको नि हजुर छ यार ओइ भाइ आमा धनै लड्यो यार म पनि ल ओहो पेटोको साउन्ड चाहिँ मिठै आउँछ जे होस् मैले नि पहिला RN5 हुँदाखेरि त्यस्तै साउन्ड बनाएको थिएँ है अब कसलाई याद छ कुनै पुरानो भ्लग गरेर हेर्नुभयो भने थाहा भइहाल्छ है साउन्ड चाहिँ मेरो नि मिठै बनाएको थिएँ मैले बनाउन त जो त्यतिको साउन्ड गरेपछि चाहिँ त्यस्तो विधि नोइज त्यस्तो विधि लाउड नै छैन होइन ठिक्कको छ क्या यो साउन्ड चाहिँ
अनि सुन्दा पनि राम्रै आउँछ होइन अनि मान्छेहरूलाई पनि त्यस्तो इफेक्ट पर्दैन कि त्यही भएर यतिकै गऱ्यो भने चाहिँ ठिक हो त्यो एक दुई सेट छादिरहनु भन्दा त होइन ओहो अनि अस्ति हामी गएको होइन त गाउँ जाने बेला यही बाटो त्यो त उताबाट गएको होइन कलङ्गी यही बाटो गएको त नि हामी बुझ्यो बुझेँ केटोलाई चाहिँ अगाडि लिइरहन दिइरहेको छु मैले है अब यहाँ कुदाउँछ फेरि केटोले अब गयो केटो गयो 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 ओ सुताउँछ फेरि ठिक्क कुदाउँ है कुदा हेऱ्यो यसले म डबल लोड भएर न त यसलाई त्यहीँ खाइदिन्थेँ मैले यसलाई फेरि टर्निङमा मलाई डर लाग्छ कि उताबाट झ्याममा आयो भने त्यही भएर टर्निङमा म त्यस्तो ब्लाइन्ड कहिले पनि हान्दिनँ होइन ठिक्क चलाउने हो अब यहाँ उकालो छ उकालोमा चाहिँ बिस्तारै जाउँ गाइस के हो दुईमा तान्न नि गाह्रो हुन्छ त हदोस् सो हामी चाहिँ यहाँ माथि आइसक्यौँ है अब टक्क लाएर सिधै उता जान्छौँ हामी चाहिँ ठ्याक्कै उता इन्दाथानको डाँडानिर अनि फर्किँदाखेरि चाहिँ टक्क लाएर लाली गुराँसहरू पनि टिपेर यसो भिडियो खिच्नुपर्छ के हेर्छ कुदाना सो हामी चाहिँ यहाँ डाँडामा आइपुग्यो है आउँदा आउँदै गोब्रोको चार्जर सकिरहेको बिहानसम्म चार्ज थियो जस्तो लागेको थियो राति अब चार्जै गइसक्यो क्यामेराको चाहिँ अब त्यही हो चाँडै यो ब्याट्री अर्को नि किन्नुपर्छ है लास्ट झ्याउ गर्न थालेको यो ब्याट्री यसको चाहिँ है हामी दुइटा बाइकमा आउँ टक्क लाएर अब यहाँ खाजा खान्छौँ अनि एकछिन बस्छौँ अनि जाँदा भान्छु ल भनिदियो नि त केही के भन्नु यहाँ चाहिँ हाम्रो अनिस ल के भन्छ केटो प्रजनको च्यानललाई लाइक सेयर गरिदिनु सब्सक्राइब गरिदिनु त्यही हो है लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला अनि यहाँ घन्टी नै बजाउनु होइन घन्टी बोकेर हिँड्दा यस्तै हो यार त्यो पुरै धुमै धुवा भएर किन अहिलेसम्म राम्रो देखाएको छैन कति एक हप्ता चाहिँ हुन रहेछ होला यार हेर्नु न यहाँ ल केही क्लियरै भएको छैन कि अब एकचोटि त्यही हो पानी परेपछि चाहिँ मस्त क्लियर हुन्छ है नत्र चाहिँ यस्तै हो पुरै केही देखाएको छैन कि घाम त क्लियर देखाएको छैन ल हेर्नु न पुरै उस छ कि सो त्यही हो ल है आजको लागि अब यति नै हुन्छ होला